सबैजनालाई जयमसिंह। आज चाहिँ म एउटा लेख भन्छु र लेख भन्नु अघि म केही भन्न चाहन्छु। बिउ छर्नेको दृष्टान्त तपाईहरु सबैलाई थाहा छ होला। यदि थाहा छैन भने मत्ती 13 अध्यायको 1 देखि 23 पदहरू पढ्नु होला। मानौ आज म केही समयको लागि बिउ छर्ने मान्छे अनि तपाईहरु चाहिँ जमिनहरू। कृपया उपस्थित तपाईहरु सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू बाटोको किनार नबनिदिनु, ढुङ्गेनी जमिनहरू नबनिदिनु, काँडाहरूको बीचको जमिन नबनिदिनु, असल जमिन बनिदिनु र कसैले 30 गुणा, कसैले 60 गुणा त कसैले 100 गुणा फल फलाउनु। कोही पनि फलहीन नबन्नु भन्दै बिउ छर्न सुरु गर्छु। बिउ के को भन्नु होला? स्थायी सफलताको। हुन्छ, मैले लेखको शीर्षक चाहिँ वर्तमान अवस्था र स्थायी सफलता दिएको छु। मोबाइल आयो हातमा, बाइबल कहाँ हुन्थ्यो र साथमा संगति आयो अनलाइनको चर्चमा कहाँ हुन्थ्यो। विश्वासी भई भौतिकवादी त संगतिलाई निरन्तरता कहाँ दिन्थ्यो। परीक्षा आयो जीवनमा धीरज कहाँ हुन्थ्यो। समस्या आयो जीवनमा विश्वास योग्य कहाँ हुन्थ्यो। आफैलाई मात्र प्रेम गर्ने समय आयो अरूको वास्ता कहाँ हुन्थ्यो। कान भयो विषालु के शुद्ध सुन्थ्यो। जिब्रो भयो काँडाको के नरम बोल्थ्यो। आँखा भयो अन्धो के ज्योति देख्थ्यो। मान्छे भयो पैसाको दया माया प्रेम कहाँ हुन्थ्यो। कपडा आयो छोटो सांसारिक डिजाइनको, शारीरिक बनावट देखिने खालको, तैपनि हामीलाई लगाउन लाज कहाँ हुन्थ्यो। अनुहार भयो सबै मेकअपले ढाकिएको, त वास्तवमा आत्मिक सुन्दरता कहाँ देखिन्थ्यो। फूल आयो प्लास्टिकको, सुगन्ध कहाँ हुन्थ्यो। आयो भ्रष्ट युग, चारैतिर अनैतिक काम, लुटपाट, चोरी डकैती बलात्कार, मनमा शान्ति कहाँ हुन्थ्यो। प्रश्न आयो किन हुँदैछ यस्तो। याद आयो बाइबलको प्रभुको वचनको, उत्तर पाए निर्धक्कको। आएको रहेछ घडी अन्तिम दिनको, आएको रहेछ घडी अन्तिम दिनको। त्यसैले धारण गरौँ न परमेश्वरको सारा हतियार, विश्वासको ढाल, मुक्तिको तोप, आत्माको तरबार। विजयी बनौँ न शैतानमा, सफल बनौँ हामी हरेक प्रभु येशू ख्रीष्टमा। मित्रहरू, संसारमा अस्थायी सफलताहरू अनगिन्ती छन्, तर स्थायी सफलताहरू केवल 3 वटा मात्र छन्। नम्बर 1 मुक्ति। जसले मुक्ति पाउँछ त्यो व्यक्ति सफल व्यक्ति हो, किनभने ऊ 100 वर्षको लागि स्वर्ग जाने हो र होइन। 1000 वर्षको लागि स्वर्ग जाने हो र होइन। ऊ त अनन्तको लागि स्वर्ग जाने हो। त्यसैले जो व्यक्तिले मुक्ति पाउँछ त्यो व्यक्ति सफल व्यक्ति हो। नम्बर 2 प्रभुको सेवा। जसले प्रभुको सेवा गर्छ त्यो व्यक्ति सफल व्यक्ति हो, किनभने उसले गरेको त्यो पारिश्रमिक, त्यो ज्याला एक दिन अवश्य पाउनेछ। अनि त्यो पारिश्रमिक, त्यो ज्याला 100 वर्षको लागि हो र होइन। 1000 वर्षको लागि हो र होइन। त्यो त अनन्तको लागि हो। त्यसैले जो व्यक्तिले प्रभुको सेवा गर्छ त्यो व्यक्ति सफल व्यक्ति हो। नम्बर 3 प्रभुमा विश्वास योग्य। जो व्यक्ति प्रभुमा विश्वास योग्य हुन्छ त्यो व्यक्ति सफल व्यक्ति हो, किनभने उसले एक दिन एक्स्ट्रा इनाम पाउनेछ, जीवनको मुकुट पाउनेछ, जुन कुरा पहिलो पत्रुस 5 अध्यायको 4 र प्रकाश 2 अध्यायको 26 मा उल्लेख गरिएको छ। त्यो एक्स्ट्रा इनाम, त्यो जीवनको मुकुट 100 वर्षको लागि हो र होइन। 1000 वर्षको लागि हो र होइन। त्यो त अनन्तको लागि हो। त्यसैले जो व्यक्ति प्रभुमा विश्वास योग्य हुन्छ त्यो व्यक्ति सफल व्यक्ति हो। त्यसैले मित्रहरू, स्थायी सफलता प्राप्त गर्नको लागि आजैदेखि लागौँ। स्टेप नम्बर 1 मुक्ति नपाउनेले मुक्ति पाउन पहल गरौँ। स्टेप नम्बर 2 मुक्ति पाउनेले प्रभुको सेवा गर्न पहल गरौँ। स्टेप नम्बर 3 प्रभुको सेवा गर्नेहरू विश्वास योग्य हुन पहल गरौँ, किनभने अब समय धेरै छैन मित्रहरू। सत्यमा पाएको अनुग्रहको सदुपयोग गरौँ र यी 3 स्थायी सफलताको भागीदार हामी प्रत्येक बनौँ। आमेन। हस्त धन्यवाद। बिउ छर्ने काम मेरो थियो, फलहीन बन्ने कि फलवान बन्ने रोजाइ हजुरहरूको।